मलाई हेर्नुहोस् त किचनमा बस्दा कराइराख्ने हो तपाईँ कराइराख्ने हो म त धादिङ पुऱ्याइदिन्छु है कराइराख्नु भने म त पुऱ्याइदिन्छु भोलि बालाजुबाट गाडी चढाएर किन त कराउनुहुन्छ त ज्ञानी भएर बस्ने भए बस्नु है न त के अरे झापा गाडी बोलाएर पठाइदिन्छु म कराएको कराइ हो साथीहरू यत्तिकै हो यत्तिकै मान्छेले त नि बुहारीले के नै गरे जस्तो है बुहारीले हेला गरे जस्तो मान्छेले देख्दा नि पारिहाल्छ नि 12 बजी म कस्तो निन्द्रामा हुन्छु जोगाउँछ नि नातिहरूले 12 बजे राति हाँस उठ्छ यत्तिकै है साथीहरू यत्तिकै हो नकराउनु ज्ञानी भएर बस्नु यो घर तपाईँकै हो क्या नकराइ बस्नु ल मान्छेले देख्दाखेरि ओहो बुहारीले हेला गरेछ भन्छ ल मान्छेले फेरि बुहारीले हेला गरेछ भन्छ ज्ञानी भएर बस्नु ल हस् झन् अघि आँप खानु दे मोमो ल्याएर खानु दे माया गरेर